सुध्रिन्छन् कि भुन्टीकी जेठानी श्रेया भनेको त पटक्कै सुध्रिनन्। भुवनलाई जति बेला पनि घोचे तनाव दिएको नराम्रो बोले गर्न थालिन्। भुवनले गाउँमा बहिनीको बिहे आँटेको छ रे, जानुपर्ने छ भनेर आफ्नो श्रीमतीसँग सेयर गर्न खोज्दाखेरि जाऊ न त तिमीसँगै छ भयभरको सम्पत्ति सक, तिम्रो भाइ बहिनीको लागि सबै सक। अब भूपेन्द्र बाबु पनि ठिक भइसके क्यारे, अब साइन गराएर धन सम्पत्ति घर प्रपर्टी हाम्रो नाममा गराइहाल भनेर यस्तो शब्द बोल्दाखेरि चाहिँ भुवनलाई साह्रै नराम्रो लाग्यो, नमज्जा लाग्यो। आफ्नै श्रीमती सुध्रिन्, अब त राम्रो व्यवहार गर्लिन् भन्दाखेरि सुत्ने बेलामा पनि सुख नदिएर सुत्दाखेरि पनि झगडै भएर सुतेका छन् तिनीहरू बुढाबुढी। बिचरा भुवनले त आशा लागेको थियो होला अझै पनि अब सुध्रिन्छ कि मेरी श्रीमती भनेर, तर सोचे जस्तो भएन। ऊ जस्ताको तस्तै रही र उसको बानी बेहोरा जस्ताको तस्तै रह्यो। एउटा औपचारिकतामा मात्र उसले सरी भनेको जस्तो देखियो। अलिकति पनि उसलाई आफ्नो गल्तीको महसुस भएको छैन र बानी बेहोरा जस्ताको तस्तै छ। अब के यस्तो पाराले श्रेया र भुवनको सम्बन्ध राम्रो होला त? तपाईँहरूले के लाग्छ आफ्नो विचार कमेन्टमा लेख्न नबिर्सनु होला। लामो भिडियोको लागि चाहिँ हाम्रो च्यानल भिजिट गर्नुहोस् र च्यानललाई सब्सक्राइब गर्नुहोला।